मलाई सम्झना छ पार्टी स्थापनाको सुरुका दिनहरूमा हाम्रो कुरा सुन्न आउने मानिसहरूको सङ्ख्या पनि यति पुर्याउन गाह्रो हुन्थ्यो। तर आज त्यति सङ्ख्यामा त हामी हाम्रा सांसदहरू सहित आज कार्यक्रम विश्वास त थियो, किनकि जनताको आँखाबाट कहिले पनि आफ्नो आँखा पर पुर्याइएन, जनताको आँगनबाट कहिले पनि टाढा भइएन। आकाशमा जति उडे पनि जमिनमा एउटा खुट्टा कहिले पनि रहिरहन्थ्यो। हामीले जमिन छोडेका थियौँ, विश्वास त थियो। तर त्यो विश्वासलाई नेपाली जनताले यति धेरै जिम्मेवारीका साथ पठाउनु हुनेछ भन्ने कुरामा चाहिँ अलिकति काहीँ कतै केही न केही सोचिएको थियो। तर थाहा चाहिँ के थियो भने यो देश परिवर्तन चाहन्छ, मुलुकले परिवर्तन खोजेको छ र मुलुकले र जनताले परिवर्तन चाहेपछि दुनियाँको कुनै पनि शक्तिले त्यसलाई रोक्न सक्दैन। मात्र सही समूह, सही नेतृत्व मात्र